हेलो गाइज, वेलकम टु माई मिनी ब्लग होइन। अनि अहिले चाहिँ म टक्कसँगले बजार जाँदैछु। हाम्रो बाटोघाटो एकदम राम्रो छ गाउँको होइन, हरियाली छ होइन, धानहरू फलिरहेको छ। मुवा पछाडि आउँदै हुनुहुन्छ, उहाँ चाहिँ अगाडि गइसक्नुभयो गाइज, अनि म चाहिँ पछाडि आउँदैछु होइन। हरियाली राम्रो छ गाइज। अनि हामी चाहिँ फाइनली बजार पनि आइपुग्यौँ। अनि बजारको माहौल एकदम राम्रो छ होइन, तातिएको छ, सबै थोक छ यहाँ बजारमा, सबै थोक पाइन्छ गाइज होइन, सब्जीहरू होइन। अनि यहाँ लुगाहरू पनि सिलाउँदै हुनुहुन्छ, तरकारीहरू सबै थोक पाइन्छ, लुगाहरू पनि पाइन्छ गाइज होइन। अनि हामी चाहिँ डुल्दैछौँ होइन, हामी चाहिँ जाँदैछौँ गाइज होइन। मेरो चाहिँ कटु किन्नुपर्ने थियो, अनि हामी चाहिँ होइन कटुको लाइनतिर जाँदैछौँ, कपडातिर। फाइनली हामी होइन कपडा पसलमा पनि आइसक्यौँ होइन। यहाँ टी सर्टहरू पनि एकदम राम्रो राम्रो पाइन्छ। अनि मलाई चाहिँ यहाँ कटु चाहिरहेको थियो होइन। अनि हामीलाई हेर्दै हुनुहुन्छ, अङ्कल आन्टीले हेर्दै हुनुहुन्छ हामीलाई, मुवाले लुगा हेर्दै हुन्छ गाइज। अनि मुवाले मलाई कटु छानिदिँदै हुनुहुन्छ होइन, कुन ठिक हुन्छ भनेर। यहाँ चाहिँ स्कुल पनि छ, स्कुलको गेट हो गाइज होइन। म चाहिँ बाहिर बसेर हेर्दैछु होइन। अनि मुवाले कटु छानिदिँदै पनि हुनुहुन्छ होइन। यहाँ म्याक्सीहरू पनि रहेछ होइन। मलाई चाहिँ कटु हेर्दै हुन्छ, कटु किनेर फेरि अर्को पसलमा आयौँ गाइज होइन, कटु किन्नको लागि। त्यहाँ रहेछ, किनिसके पछाडि हामी चाहिँ उखुको जुस खान आयौँ होइन। गर्मी लास्टै थियो, अनि उखुको जुस खाँदैछु गाइज म होइन। उखुको जुस मिठो भइरहेको छ होइन। यसलाई गन्नेका जुस पनि भन्छ इन्डियातिर, यता नेपालमा चाहिँ उखुको जुस भन्छ गाइज। उखुको जुस खाँदैछु म, एकदम टेस्टी भइरहेको छ होइन। यहाँ अङ्कलले बनाइदिँदै राख्नु भएको छ होइन, बनाइदिँदै हुनुहुन्छ गाइज। हामी बजारबाट निस्किसके पछाडि म यहाँ नास्ता खाँदैछु गाइज, मासु भुजा अनि खाँदैछु गाइज होटेलमा आएर होइन। मासु भुजा खाँदैछु, कोक पनि खाँदैछु गाइज होइन। एकदम टेस्टी भइरहेको छ होइन, नास्ता खाएको थिइनँ नि त त्यही भएर। अनि फेरि गाइज चटपटी मगाएर चटपटी र कोक पनि खाँदैछु गाइज। आजलाई यति नै, बाई।